लगानीकर्ताको लामो समयको पर्खाइपछि नेपाली सेयर बजारमा एउटा नयाँ कम्पनीको आइपिओ आउने डेट फिक्स भइसकेको छ। हामी यस भिडियोमा कुन चाहिँ कम्पनीको आइपिओ आउँदैछ, कम्पनीको बिजनेस मोडल कस्तो छ, कम्पनीमा कति किता सेयर एप्लाई गर्ने र कम्पनीको इस्यु म्यानेजर को छ, अनि सेयरमा एप्लाई गर्ने डेट चाहिँ कहिलेदेखि हो र साथसाथै कम्पनीले सेभनमा सब्मिट गरेको रिपोर्टको आधारमा कम्पनीको इपिएस, कम्पनीको नेटवर्थ र साथसाथै आइआरआर अथवा एनपिभी लगायत अरू फिनान्सियल फ्याक्टरहरू कस्तो छ, साथसाथै कम्पनीको म्यानेजमेन्ट टिम कस्तो छ, यी सबै प्रश्नहरूको एन्सर हामीले यो भिडियोमा दिने प्रयास गरेका छौँ। सो लेट्स स्टार्ट द भिडियो। आजको सेसन हामी सुरु गर्न गइरहेका छौँ। सो आइपिओ आउँदै गरेको कम्पनीको नाम रहेको छ श्रीनगर एग्रिटेक इन्डस्ट्री लिमिटेड रहेको छ। यो चाहिँ एग्रिबेस कम्पनी, एउटा म्यानुफ्याक्चरिङ र प्रोडक्सन सेक्टरको कम्पनी हो र कम्पनी कहाँ लोकेसन भएको छ भनेर क्वेसन सोध्दै आउनु भएको छ धेरै हाम्रो दर्शकहरूले। कम्पनीको लोकेसनको हिसाबले हेर्ने हो भने यो शुद्धोधन गाउँपालिका, यो रूपन्देही जिल्लामा अवस्थित छ। प्रोडक्सन र म्यानुफ्याक्चरिङ सेक्टरको सम्पूर्ण कामहरू यिनीहरूले चाहिँ रूपन्देही जिल्लाबाट नै गरिरहेका छन् भने यसको अरू एडमिनिस्ट्रेसन वर्कको लागि काठमाडौँमा पनि अफिस इस्टाब्लिस छ। यो त भयो कम्पनीको नाम र कम्पनीको कहाँ अवस्थित छ भन्ने जानकारी। कम्पनीको बिजनेस मोडल कस्तो छ, कम्पनीको बिजनेस मोडलको बारेमा पनि हामीलाई आइडिया दिनुहोस्। कम्पनीले के गर्छ, कम्पनीले आइपिओबाट लिएर आएको पैसाले चाहिँ के गर्न गइरहेको छ भनिदिनुहोस् भन्नुभएको छ र त्यसलाई मध्यनजर गरी म कम्पनीको बिजनेस मोडल भन्न गइरहेको छु। कम्पनीको एग्रिटेक इन्डस्ट्री लिमिटेडको एउटा वेबसाइटमा, अफिसियल वेबसाइटमा गएर तपाईँले हेर्नुभयो भने कम्पनीले त्यहाँ क्लियर कट भनेको छ कि हामीले के अफर गर्छौँ, हाम्रो सर्भिस के हो भनेर भन्ने क्रममा तिनीहरूले एउटा चाहिँ ब्लु प्रिन्टमा एउटा चाहिँ लाइनिङ गरेर तिनीहरूले की पोइन्ट हाइलाइट गरेको छ। तिनीहरूले लेखेको छ कि पोल्ट्री, क्याटल एन्ड फिस फिड भन्नुको मतलब एउटा चाहिँ हामीले कुखुराले खाने दाना अथवा माछाले खाने दाना, यो फिडिङ सम्बन्धित हामी मार्केटमा हामी छौँ, हामीले यो सर्भिस दिइरहेको छौँ भनेको छ। कम्पनीले अहिले मार्केटमा चाहिँ एउटा सुनौलो र हिमदाना गरी दुईवटा प्रडक्टहरू चलाइरहेको छ। कम्पनीको एउटा टार्गेट छ एग अथवा मिट प्रोसेसिङ भनेको छ। एग र मिटलाई एउटा कमर्सियलाइजेसन गरेर कस्टमरको घर घरमा पुर्याउने यसको अर्को उद्देश्य रहेको छ। र कम्पनीको अर्को उद्देश्य के छ भन्दाखेरि इन्टिग्रेटेड बिजनेस मोडल भन्नुको मतलब तपाईँको एग्रीसँग रिलेटेड सम्पूर्ण समस्याहरू कम्पनीले चाहिँ एउटै रूपमा प्रदान गर्ने एउटा चाहिँ बिजनेस मोडल डेभलप गर्न चाहिरहेको छ है। इन्टिग्रेटेड बिजनेस मोडल भनेको एग्रीसँग रिलेटेड सम्पूर्ण समस्याहरूलाई यिनीहरूले एउटै ठाउँमा दिने चाहिँ एउटा प्लानमा चलिरहेको छ। यो प्लान सक्सेस गर्नको लागि आइपिओ पछि आएको क्यापिटल पैसा पनि यिनीहरूले यसमा लगानी गर्ने देखिन्छ। अब कम्पनीको बिजनेस मोडल पछि हामी कम्पनीले इस्यु गर्न लागेको सेयर किता कति छ, कम्पनीले कुन सेक्टरमा कति सेयर उसले इस्यु गरिसक्यो र आम जनता अथवा जेनरल पब्लिकको भागमा कति परेको छ भन्ने कुरालाई थोरै जानकारी लिगौँ। कम्पनीको टोटल इस्यु सेयर क्यापिटल अथवा चुक्ता पुँजी, नेपालीमा भन्नुपर्दा चुक्ता पुँजी अथवा इङ्ग्लिसमा भन्नुपर्दा टोटल इस्यु सेयर क्यापिटल चाहिँ 1.63 अर्ब रहेको छ। 1.63 अर्बको 20% हुन आउने बराबरको सेयर भनेको तपाईँको 32,62,500 सेयर किता छ। यो 32,62,500 सेयर कितालाई चाहिँ कम्पनीले यसरी एलोकेट गरेको छ। फर्स्ट अफ अलमा चाहिँ यसले आइपिओ फर लोकल भनेर यसले आजभन्दा 20-25 दिन अगाडि लोकलको लागि आइपिओ पब्लिक गरेर त्यसको सब्सक्राइब भएर एलटमेन्ट पनि भइसकेको छ। त्यसको भागमा चाहिँ 32,62,500 को 1%ले हुन आउने सेयर किता बराबर भन्नुको मतलब 1,63,125 सेयर चाहिँ आइपिओ फर लोकललाई डिस्ट्रिब्युट गरिसकेको छ। आइपिओ फर लोकलको केसमा चाहिँ यिनीहरूको सेयर चाहिँ 3 सालको लागि लक इन हुन्छ भन्नुको मतलब तपाईँको सेयर लिस्ट भइसकेपछि 3 सालसम्म तपाईँले बेच्ने किन्ने गर्न पाउनुहुन्न। लोकलको केसमा चाहिँ त्यो चाहिँ तपाईँको ब्लक हुन्छ। त्यसैको कारणले गर्दा पनि फ्युचरमा कम्पनी लिस्ट भइसकेपछि मार्केटमा त्यति धेरै सप्लाई आउँछ जस्तो चाहिँ मैले देख्दिनँ। अनि आफ्टर द्याट आइपिओ फर फरेन भनेर 10% इस्यु गरेको छ। त्यसको सेयर चाहिँ 3,09,938 किता सेयर चाहिँ आइपिओ फर फरेन भनेर इस्यु गरेर एलटमेन्ट प्रक्रिया पनि भइसकेको छ। त्यस्तै गरी सामूहिक लगानी कोर्सको लागि
32,62,500 को 5% हुन आउने सेयर किता 1,54,969 सेयर किता सामूहिक लगानी कोष अथवा म्युचुअल फन्ड होल्डरहरूलाई इस्यु भइसकेको छ। यिनीहरूको हकमा चाहिँ यिनीहरूको लागि लक इन पिरियड चाहिँ 6 मन्थको लागि लागू हुनेछ। त्यस्तै गरी कम्पनीको इम्प्लोइहरूलाई मध्यनजर गरेर 32,62,500 सेयरको चाहिँ 4% हुन आउने सेयर किता 1,23,975 सेयर किता चाहिँ कम्पनीको इम्प्लोइहरूलाई छुट्याइएको छ र कम्पनीको इम्प्लोइहरूको हकको केसमा चाहिँ तिनीहरूको लागि पनि 3 सालको लक इन पिरियड हुन्छ। 3 सालसम्म चाहिँ त कम्पनीको इम्प्लोइहरूले पनि बेच्न पाउनुहुन्न। यसरी तपाईँको टोटल सेयरमा टोटल सेयर 32,62,500 थियो। यसरी सम्पूर्ण आइपिओ फर लोकल, आइपिओ फर फरेन अनि म्युचुअल फन्ड होल्डर कम्पनीको इम्प्लोइहरूलाई घटाउँदै गएर अब आम जनता जनरल पब्लिकको भागमा परेको सेयर किता हेर्ने हो भने 25,10,493 किता रहेको छ। 25,10,493 कितालाई हामीले 10ले डिभाइड गर्ने हो भने 2,50,000 को आसपासमा हाम्रो एप्रोक्स आउँछ। भन्नुको मतलब 2,50,000 जना एउटा भाग्यमानी सेयर होल्डरले 10 किताको दरले मात्र आइपिओ चाहिँ हात पार्न सक्नुहुनेछ। त्यसो हुँदाखेरि चाहिँ भाग्यमानी ओन्ली 2,50,000 एप्रोक्स 2,50,000 जना भाग्यमानी सेयर होल्डरहरूले चाहिँ 10 किताको दरले यो कम्पनीको आइपिओ चाहिँ हात पार्न सक्नुहुनेछ। अब कम्पनीको सेयर कितापछि हामी थोरै जानकारी लिगौँ कम्पनीको इस्यु म्यानेजर को छ भनेर। कम्पनीले को इस्यु म्यानेजरको रूपमा चाहिँ नोबेल इन्भेस्टमेन्ट ब्याङ्क लिमिटेडलाई एपोइन्टमेन्ट गरेको छ। भनी साथसाथै इक्रा रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको रिस्कलाई मध्यनजर गरी रिस्क र लिक्विडिटीलाई मध्यनजर गरी मिडियम रिस्क बियर गर्ने कम्पनीको रूपमा उल्लेख गरेको छ। त्यसैलाई मध्यनजर गर्दाखेरि कम्पनी ठिकठाक छ, इन्भेस्टमेन्ट गर्न तपाईँले सक्नुहुन्छ। सर्ट रनको लागि आइपिओको बाट तपाईँले प्रफिट कमाउन सक्नुहुन्छ जस्तो देखिन्छ। अब लगानीकर्ताहरूको अर्को चासोको विषयमा रहेको अर्को पोइन्ट के छ भन्दाखेरि व्हेन टु एप्लाई, यो चाहिँ आइपिओ कहिलेदेखि हामीले एप्लाई गर्न पाइन्छ भन्ने क्वेसन लगानीकर्ताहरूको मनमा आउन सक्छ। त्यसो हुँदाखेरि आइपिओको डेट चाहिँ हाम्रो यही असोजको 26 गतेदेखि 29 गतेसम्म यो नर्मल टाइम पिरियड हो। यो नर्मल टाइम पिरियडमा चाहिँ तपाईँले एप्लाई गर्न सक्नुहुन्छ, आइपिओ भर्न सक्नुहुन्छ। तपाईँ मेरो सेयरमा लगइन गरेर एप्लाई भर्न सक्नुहुन्छ अथवा तपाईँको नजिकैको ब्याङ्कमा गएर फिजिकल फर्म मागेर पनि तपाईँले भर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो नर्मल टाइम पिरियड हो भने एक्सटेन्सन टाइम पिरियड चाहिँ कार्तिक 9 गतेसम्म रहेको छ। यो सेयर चाहिँ एक्सटेन्सन टाइम पिरियडसम्म चाहिँ जाँदैन। तपाईँले कृपया आइपिओ भर्ने हो भने असोज 26 देखि असोज 29 गतेको टाइममा चाहिँ भर्नु होला। अथवा इङ्ग्लिस डेटको कुरा गर्नु भने अक्टोबर 12 देखि अक्टोबर 15 को बिचमा तपाईँले एप्लाई गर्नु होला। मैले किन एक्सटेन्सन हुँदैन भनेको भन्दाखेरि पास्ट 6 महिनादेखि 1 वर्षको डाटा हेर्ने हो भने जति पनि आइपिओ आइसकेका छन् त्यो सबै ओभर सब्सक्राइब नै भएका छन्। भन्नुको मतलब हाम्रो डिम्याट खाता पनि यति धेरै ओपन भइसकेको छ र सेयरमा एप्लाई गर्ने सङ्ख्या पनि नर्मल्ली कुनै पनि आइपिओमा 20 देखि 25 लाख मान्छेहरूले चाहिँ सेयरमा एप्लाई गरिरहनुहुन्छ आजभोलि। त्यसो हुँदाखेरि यो 26 र 29 गरेको बिचमा नै यो ओभर सब्सक्राइब हुन्छ। सो तपाईँहरूले पनि 26 र 29 गतेको बिचमा नै ओभर सब्सक्राइब हुने हुँदाखेरि त्यही टाइममा भर्नु होला भन्ने म चाहिँ एउटा चाहिँ गाइड गर्न चाहन्छु। त्यस्तै गरी मिनिमम किता तपाईँले 10 किता एप्लाई गर्न सक्नुहुन्छ भने म्याक्सिमम 10,000 कितासम्म एप्लाई गर्न सक्नुहुन्छ। तर मैले चाहिँ म्याक्सिमम धेरै किता एप्लाई गर्नु चाहिँ भन्दिनँ, किनभने टोटल हाम्रो पब्लिकमा जनरल पब्लिकमा भएको सेयर भनेको 25,10,493 किता हो। भन्नुको मतलब एप्रोक्स तपाईँको 2,50,000 जनाले मात्रै सेयर पाउनुहुन्छ। भनेपछि तपाईँले किन धेरै किता भरेर पैसा फन्ड ब्लक गर्नु छ, तपाईँको फन्ड चाहिँ ब्लक गर्नुहुन्छ, पैसा ब्लक नगर्नु भन्न चाहन्छु। तपाईँले धेरै किता भरेर तपाईँलाई सेयर पर्ने चाहिँ होइन। तपाईँले 10 किता भर्नु नै भन्छु, म चाहिँ तपाईँलाई 10 किता भर्नु नै भन्छु। 10 किता भर्नुभयो भने तपाईँको 1000 रुपियाँ मात्र फ्रिज हुन्छ। तपाईँले धेरै किता भर्नु भने तपाईँको धेरै अमाउन्ट फ्रिज हुन्छ, ब्लक हुन्छ। आजभोलि त 10 दिनसम्म अथवा 7 देखि 10 दिनसम्म तपाईँको फन्डहरू ब्लक भएको देखिन्छ होइन। त्यसो हुँदा 10 किता मात्रै भर्नु होइन। तपाईँलाई अलिक धेरै भर्ने मन छ भने 20 कितासम्म भर्न सक्नुहुन्छ, किनकि त्यहाँ 3वटा सेयर छ। 25,10,493 मा चाहिँ 3वटा सेयर एक्स्ट्रा छ। त्यो चाहिँ भाग्यमानी 3टाले चाहिँ 11 किताको दरले पाउन सक्छ। त्यसो हुँदाखेरि तपाईँले म्याक्सिमम भर्न चाहनुहुन्छ भने 20 कितासम्म जान सक्नुहुन्छ। होइन भने 10 किता भर्दा पनि ओके छ। म मेरो पर्सनल ओपिनियनमा चाहिँ म 10 कितालाई चाहिँ भन्छु। र
अब कम्पनीको एप्लाई गर्ने डेटको हामीले एक्सप्लेनेसन गरिसकेका छौँ। अब यसपछि चाहिँ कम्पनीले सबमिट गरेको सेभनमा सबमिट गरेको प्रोस्पेक्टसको बारेमा थोरै जानकारी लिगौँ है। सेभनमा सबमिट गरेको प्रोस्पेक्टस अथवा रिपोर्टको बारेमा थोरै हेर्दाखेरि 2080-81 कम्पनीको नेटवर्थ चाहिँ तपाईँको 100.59 अथवा 100 रुपियाँ 59 पैसा देखिन्छ र करस्पोन्डिङ इपिएस चाहिँ 1.17 रहेको छ। नेटवर्थ तपाईँको 2080-81 100.59 छ भन्नुको मतलब यसको 3 टाइम्सले हुन आउने एमाउन्ट भनेको तपाईँको 301.77 रुपियाँ हो। यो चाहिँ के हो भन्दाखेरि तपाईँको ओपनिङ रेन्ज सुरुमा कम्पनी लिस्ट हुँदाखेरि तपाईँको डिटरमाइन हुने ओपनिङ रेन्ज भनेको 100 रुपियाँ 59 पैसादेखि लिएर यसको 3 टाइम्समा हुन आउने अमाउन्ट 301 रुपियाँ 77 पैसासम्म तपाईँको ओपनिङ रेन्ज हुन्छ। स्टकले मिनिमम 100 रुपियाँ 59 पैसा पाउँछ, म्याक्सिमम चाहिँ 301 रुपियाँ 77 पैसासम्म म्याक्सिमममा चाहिँ खुल्न सक्छ भनेको हो। र त्यसपछि चाहिँ मार्केटको डिमान्ड र सप्लाईको आधारमा स्टक के हुन्छ त फ्लक्चुएट हुँदै जान्छ। र कम्पनीको प्रोस्पेक्टस सेभनमा सबमिट गरेको प्रोस्पेक्टस 2069-80 को डाटा हेर्ने भने कम्पनीको नेटवर्थ चाहिँ 101 रुपियाँ 33 देखिन्छ र इपिएस चाहिँ 2.83 रहेको देखिन्छ। त्यस्तै गरी कम्पनीको फ्युचरको प्रोजेक्सन नेटवर्थको क्षेत्रमा चाहिँ फ्युचरको प्रोजेक्सन चाहिँ अहिलेको करेन्ट नेटवर्थ 100 रुपियाँ 59 पैसालाई बढाएर 105 रुपियाँ 21 र 114.81 बनाउने योजना छ। त्यस्तै गरी करस्पोन्डिङ इपिएसमा चाहिँ 3.5 र 9.63 बनाउने कम्पनीको योजना रहेको छ। त्यस्तै गरी थोरै तल आएर हामीले प्रोस्पेक्टस हेर्ने हो भने कम्पनीको आइआरआर रिटर्न चाहिँ हाम्रो इन्टरनल रेट अफ रिटर्न चाहिँ 28.28% देखाएको छ। द्याट इज गुड। र कम्पनीको त्यही तल थोरै पेब्याक पिरियड भनेर लेखेको छ, त्यो चाहिँ 5.05 इयर लेखेको छ। यो भन्नुको मतलब तपाईँले इन्भेस्टमेन्ट गरेको पैसा 5 वर्षको भित्रमा तपाईँलाई रिटर्न आउँछ भन्न खोजेको। पेब्याक पिरियड भनेको सिम्पल मिनिङमा पेब्याक पिरियडले के भन्छ त भन्दाखेरि तपाईँले लगानी गरेको पैसा कति दिनमा रिटर्न हुन्छ, त्यसैलाई हामीले के भन्छौँ त पेब्याक पिरियड भन्छौँ। अर्को लेखेको छ त्यही तल डिस्काउन्टिङ पेब्याक पिरियड भनेर लेखेको छ, यो चाहिँ 6.39 इयर लेखेको छ। अब पेब्याक पिरियड र डिस्काउन्टिङ पेब्याक पिरियडमा के फरक छ भन्दाखेरि सामान्य भाषामा भन्ने हो भने यसमा टाइम भ्यालुको मात्रै फरक छ। पेब्याक पिरियडमा चाहिँ टाइम भ्यालु कन्सिडर हुँदैन, डिस्काउन्टिङ पेब्याक पिरियडमा चाहिँ टाइम भ्यालु कन्सिडर हुन्छ। टाइम भ्यालु कन्सिडर भएको कारणले गर्दा 6.39 आएको छ। टाइम भ्यालु बढेको कारणले गर्दा इयर पनि बढेको छ। डिस्काउन्टिङ पेब्याक पिरियडमा चाहिँ तपाईँलाई 6.39 इयर लाग्छ तपाईँको पैसा रिकभर हुनलाई। नर्मल पेब्याक पिरियडमा चाहिँ के हुन्छ 5.05 हुन्छ। नर्मल पेब्याक पिरियडमा चाहिँ टाइम भ्यालु लिँदैन, डिस्काउन्टिङ पिरियड पेब्याक पिरियडमा चाहिँ टाइम भ्यालु फ्याक्टर कन्सिडर गरिन्छ। अब यो कम्पनीले सबमिट गरेको सेभनको रिपोर्ट हामीले हेरिसकेका छौँ र हामी अब यो सेयरको फ्युचरमा प्राइस कतिसम्म पुग्छ भनेर थोरै एनालाइसिस गरौँ। मार्केटमा फ्री फ्लोट क्याप हेर्ने भने यसको धेरै नै कम देखिन्छ, किनकि तपाईँको प्रोमोटरसँग पनि नियरली 80% प्रोमोटरसँग छ, त्यसको नियरली 1% तपाईँको लोकलसँग छ, त्यसपछि 10% फरेन कोटामा दिएको छ। भन्नुको मतलब नियरली तपाईँको 85-87% सेयर चाहिँ तपाईँको ब्लक छ भन्नुको मतलब त्यो मार्केटमा ट्रेड नै हुँदैन। ट्रेड हुने सेयर भनेको 15% सेयर मात्रै हो। त्यो 15% सेयरमा पनि डिमान्ड सप्लाईमा डिपेन्डेन्ट हुन्छ। सो तपाईँको त्यति धेरै मलाई डिमान्ड आउँछ जस्तो चाहिँ लागेको छैन, त्यति धेरै सेलिङको प्रेसर आउँछ जस्तो चाहिँ मलाई लागेको छैन। एभरेजमा यो सेयर चाहिँ एभरेजमा 800 देखि 1000 रुपियाँको रेन्जमा चाहिँ पुग्छ जस्तो मलाई लाग्छ। त्यही भएर आइपिओको लगानीकर्ताहरूले छोटो समयमा 8000 देखि 10000 को प्रफिट इजिली गर्न सक्नुहुन्छ जस्तो मलाई चाहिँ लाग्छ। यसको प्राइस रेन्ज हेर्दाखेरि यदि मार्केट मुभमेन्ट अपवर्ड डाइरेक्सनमा भयो, यदि पोजिटिभ सर्किट लाग्दै गऱ्यो, मार्केटमा चाहिँ बाइङ प्रेसर आउँदै गऱ्यो, इन्भेस्टमेन्टको अपर्च्युनिटी आउँदै गऱ्यो भने कम्पनी इजिली तपाईँको 1200 देखि 1400 सम्म पनि जाने मैले देख्दछु। किनकि मार्केटमा फ्री फ्लोट मार्केट क्याप एकदम कम देख्छु मैले, किनकि सबै सेयरहरू तपाईँको प्रोमोटरहरूसँग छ अनि प्लस अरू सेयर आइपिओ फर लोकल अनि त्यसपछि फरेन कोटामा दिएको सेयर अनि म्युचुअल फन्ड होल्डरहरूलाई दिएको सेयर 6 वर्ष 3 वर्ष 6 महिना 3 वर्ष 1 वर्ष गरेर लक भएको कारणले गर्दा मार्केटमा त्यति धेरै फ्री फ्लोट चाहिँ छैन। त्यही भएर चाहिँ एभरेजमा सेयर यदि मार्केट गुड कन्डिसनमा भयो भने चाहिँ 12 देखि 2400 सम्म पनि जान सक्छ। यदि होइन भने चाहिँ नर्मलमा 10000 सम्मको प्रफिट तपाईँले इजिली 1000 लगाएर गर्न सक्ने क्षमता चाहिँ म देख्दछु। र अर्को एउटा इम्पोर्टेन्ट पोइन्ट म लास्टमा के भन्दैछु भने म्यानेजमेन्ट टिम, यो कम्पनी रन गर्ने, यो कम्पनी सञ्चालन गर्ने म्यानेजमेन्ट कस्तो हुनुहुन्छ त भन्ने पनि
एकचोटि हामीले सामान्य जानकारी लिगौँ। यो कम्पनीको डाइरेक्टरको रूपमा सतीश चन्द श्रेष्ठ हुनुहुन्छ। उहाँको एक्सपिरियन्स एग्रिटेक क्षेत्रमा एउटा राम्रो उल्लेखनीय एक्सपिरियन्स र नलेजेबल मान्छे हुनुहुन्छ। उहाँको मिसन र भिजन यसो हेर्ने हो भने मलाई ओभरअलमा ओके नै लाग्यो, गुड नै लाग्यो। त्यसो हुँदाखेरि सतीश चन्द श्रेष्ठ लगायत अरू की मेम्बरहरूको एक्सपिरियन्स हेर्दाखेरि ओभरअल म्यानेजमेन्टको नलेज र भिजन हेर्दाखेरि ओभरअलमा कम्पनी ओके नै छ, गुड नै छ जस्तो लाग्यो मलाई। त्यस्तो हुँदाखेरि ओभरअलमा कम्पनी ठिक छ, तपाईँले सर्ट रनमा केही प्रफिट अर्न गर्न सक्नुहुन्छ। पछि हजुरलाई हाम्रो भिडियो कस्तो लाग्यो लाइक, कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्नु होला। हस्त धन्यवाद। आइपिओ यात्रीको तर्फबाट म तपाईँलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु।